सब जन में एक बीज से सबकी मिट्टी एक, मन में दुविधा पड़ गई, हो गए रूप अनेक, हो गए रूप अनेक। ब्रह्मांड चल रहा विधान से, पर इंसान हुआ विद्रोही। टूटा जीवन सूत्र यहाँ, तभी जग में हुई तबाही। जीव हमारी जाति है, मानव धर्म हमारा। हिंदू मुस्लिम सिख ईसाई कोई धर्म नहीं है न्यारा। तू हिंदू बनेगा न मुसलमान बनेगा, इंसान की औलाद है इंसान बनेगा। भविष्य मालिका ने पलटा चारों युगों का पन्ना। भटक रहे नारद मुनि, मार्कंडेय और हनुमाना। जैसे अवतार कि हम 5 जब प्रभु आते हैं अवतार लेके, हम भी उसके साथ आते हैं। विधाता के लिखे लेख को सच्चा सतगुरु पलटाएगा। बिना वोट का राजा आपके देश में आएगा और वो विश्व पर राज करेगा। 16 महाकला का जगन्नाथ महाप्रभु सतगुरु रूप में आएगा। ब्रह्मा विष्णु महेश भी कर्मों के जाल में बंधे हैं। अब आ चुके हैं धरती पर, जगन्नाथ महाप्रभु की शरण में खड़े हैं। तुम कौन राम का जपते जापम, ताते कटे न तीनों तापम। 16 महाकला वाला जगन्नाथ प्रारब्ध को कर देगा खत्म। इतिहास ने छिपाया, धर्म गुरुओं ने भरमाया। सच बताओ, कौन है जिसने सुदामा का महल बनाया? मन राज भवन में जालड़ तोर दो बात करूंगा। बता मेरे यार सुदामा रे, भाई घणे दिना में आया। बता मेरे यार सुदामा रे, भाई घणे दिना में आया। नील गगन के राजा तुम, 16 महाकला अवतार। जगन्नाथ तुम जग के स्वामी, महिमा अपरंपार। पूर्ण ब्रह्म कबीर का अंश वह, जग का रखवाला। त्रिलोक में उसकी महिमा का डंका विकराला। अनादि वो अनंत भी, वो धर्म ध्वज का है मान। वह तत्वदर्शी वो बंदी छोड़, जय जय कबीर भगवान, जय जय कबीर भगवान। देखिए महाखुलासा, विश्व में शांति तथा आपसी भाईचारा कैसे स्थापित होगा। नमस्कार दिदी। सर साहेब। के नाम होला हजुरको? मीना घिमिरे। कहाँबाट आउनुभयो हजुर? जिल्ला पर्सा सख पर्सौनी गाउँपालिका वार्ड नम्बर 1 औराहाबाट। सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो त? सन् 2020 मा। सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा लिनुभन्दा अगाडि हजुर कसको भक्ति साधना गर्नुहुन्थ्यो? म शिव पुजारी थिएँ, शिव भक्त थिएँ, शिवको पूजा गर्थेँ। आफ्नो पारम्परिक शिवजीको पूजा भक्ति साधना गर्दा गर्दै सन्त रामपालजी महाराजजीको शरणमा कसरी जानुभयो? यस्तो भगतजी, म त्यतिखेर भगवानको दयाले चाहिँ विदेशमा थिएँ, साउदी अरबमा थिएँ। म धेरै दुखी थिएँ त्यतिखेर। अनि मैले भगवानसँग प्रार्थना गर्थेँ, हे भगवान, यो पृथ्वीमा किन यस्तो दुःख भइरहेछ, किन नराम्रो विचार मानिसमा, किन नराम्रो कामहरू भइरहेछ।
तपाईँ यदि भगवान् हुनुहुन्छ भने यो किन सबै बढिराखेको छ, किन रोक्नुहुन्न भनेर उहाँलाई धेरै सोधिसकेपछि उहाँले चाहिँ राति सपनामा आएर दर्शन दिनुभयो। अनि भन्नुभयो, छोरी तिमीलाई के चाहिन्छ माग भन्नुभयो। मैले भने, हे भगवान् तनैदेखि मनैदेखि मलाई ज्ञान दिनुहोस्, ज्ञान भयो भने धन भनेको आफै हुन्छ परमात्मा भनेपछि उहाँले भन्नुभयो तथास्तु भनेर जानुभयो। 2019 नोभेम्बर 28 तारिकमा शिवजीले वरदान दिनुभयो। शिवजीले वरदान दिएको भोलिपल्ट मोबाइल चलाएर हेर्दाखेरि परमात्माको चाहिँ रामपालजी महाराजको सत्सङ्गहरू मोबाइलमा आउन थाल्यो। अनि मैले खोलेर हेरेँ के छ यहाँ भनेर। त्यहाँ हेर्दा श्री ब्रह्मा, श्री विष्णु तथा श्री शङ्करजीको माता पिता को हो यो सबै जान्नको लागि पढ्नुहोस् ज्ञान गङ्गा पुस्तक भनेर आयो। त्यसैबाट मैले बिस्तारै खोल्दै गएपछि हेर्दै गएपछि सन्त रामपालजी महाराजले मलाई दर्शन दिनुभयो। सन्त रामपालजी महाराजले उहाँले भन्नुभयो, छोरी तिमी 600 वर्ष अगाडि पनि तिमीलाई मैले यसरी लिन आएको थिएँ, अहिले मेरो भगतजी हुनुहुन्छ उहाँको नाम भन्नुभयो, तिमी उसित त्यतिखेर यसरी भाग्यौ। त्यो बेलामा पनि म एउटा सन्तको रूपमा आएको थिएँ, त्यो सन्तलाई चाहिँ मैले ढड्डाको घारीमा गाडेर म स्वयं थिएँ त्यतिखेर भनेर उहाँले 3 रूपमा मेरो पहिलाको बुवा पनि लिएर आउनुभएको थियो। अनि उहाँले मेरो बुवा, पहिलाको बुवा, मेरो पुरानो घर, मेरो अहिलेको भगतजी, अनि उहाँले स्वयं सन्त रामपालजी महाराजको रूपमा म आफै आएको छु, छोरी अबको चोटि चाहिँ तिमीले गल्ती नगर भनेर आधा घन्टा जति उहाँ मसँग रुनुभयो परमात्मा कबीर साहेब। त्यसपछि सन्त रामपालजी महाराजको ज्ञान सुने र उहाँले भन्नुभएको सबै बाणीहरू एक एक हेरेँ, बुझेँ र सबै चित्त बुझ्यो। उहाँले जे जति भन्नुभएको थियो सबै सत्य थियो र म उहाँसँग जोडिएँ। सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा लिनुभएपछि हजुरलाई के लाभ प्राप्त भयो? हजुर, सन्त रामपालजी महाराजसँग जोडिएपछि प्रथम लाभ त मलाई प्रेत बाधा थियो। उहाँको जब नाम लिने बित्तिकै मेरो शरीरमा चाहिँ एउटा सर्प थियो कालो, त्यसले चाहिँ मेरो शिर फोरेर जबरजस्ती ऊ एकदमै पीडामा थियो, एकदमै धेरै गाह्रोसँग मेरो माथि यो टाउको भागबाट फोरेर निक्लिएर गयो। प्रथम लाभ यो हो। मेरो शरीरबाट त्यो साँप निक्लिएर जाँदाखेरि चाहिँ म सपना पनि होइन, विपना पनि होइन, एकदमै अचेत रूपमा थिएँ। जब सर्पले चाहिँ मेरो टाउकोबाट फुटेर गइसकेपछि चाहिँ मेरो टाउको चाहिँ लगभग 3-4 दिनसम्म एकदमै दुख्यो, एकदमै गाह्रो महसुस भयो, कहाँ फोरिएर चिरिएको घाउ छ कि जस्तो भयो र म एकदमै अचेत जस्तो, सपना पनि भन्न नमिल्ने, विपना नि भन्न नमिल्ने, त्यस्तो हिसाबले चाहिँ परमात्माले चाहिँ मेरो शरीरबाट यो गलत कुराहरूलाई निकालिदिनु भयो। परमात्माले सन्त रामपालजी महाराज गुरुले मेरो घर बनाउने बेलामा मात्रै 3,10,000 लिएर आएको थिएँ। परमात्मासँग मैले प्रार्थना लगाएँ, हे बन्दी छोड, कसरी चाहिँ यो घर बनाउने अधुरो छ, यो घर कसरी बनाउने परमात्मा, पैसा पनि छैन भनेर भनेको। परमात्माले सपना जस्तो झुम्म भएको अवस्थामा आउनुभयो। सन्त रामपालजी महाराजले भन्नुभयो, छोरी तिमी पिर नगर, भक्ति गर, घर बन्छ भनेर उहाँले चाहिँ घर पनि बनाइदिनु भयो। सन्त रामपालजी महाराजसँग भने, हे बन्दी छोड, मेरो बुवा कहाँ हुनुहुन्छ परमात्मा, मलाई बताइदिनुहोस् प्रभु भन्दा उहाँले, तिमी बुवा बुवा भन्छौ, तिम्रो बुवाले तिमीलाई चिन्दैन, हिँड भनेर उहाँले मलाई लिएर जानुभयो र माथि हेर भनेर देखाउनु भयो। आकाशमा हेरेको ठुलो एउटा चट्टानको द्वार खुल्यो, त्यहाँनिर चाहिँ पितृलोक थियो। उहाँले हेर तिम्रो बुवा भनेर भन्नुभयो। मैले बुवा भनेर बोलाउन खोज्दा बुवाले भन्नुभयो, तिमीहरू को हौ, किन आएको यहाँ, तिमीहरूलाई म चिन्दिनँ, रानी भएर गइहाल, होइन भने नराम्रो हुन्छ भनेर उहाँले पितृलोकबाट हामीलाई थर्काउनु भयो बुवाले। अनि परमात्माले ल्याएर मलाई, हाम्रो एउटा जमिन छ, खेत छ, त्यहाँ लिएर आएर छोडिदिनु भयो। अरू लाभ अब परमात्मासँग मैले भगतजीलाई यस्तो परमात्मा आउनुभएको छ, सन्त रामपालजी महाराज भगवान् आउनुभएको छ भने उहाँले पत्याउनु भएन, हाम्रो धेरै झगडा भयो। अनि मैले बन्दी छोडलाई भने, हे परमात्मा, मुस्लिमले भन्छ मेरो ज्ञान ठुलो, हिन्दूले भन्छ मेरो ज्ञान ठुलो, क्रिस्चियनले भन्छ यसु मसी ठुलो, ठुलो चाहिँ को हो त बन्दी छोड भनेको। उहाँले मलाई एकैचोटि विदेशमा म सुतेको अवस्थाबाट उहाँले मलाई काठमाडौँ लिएर जानुभयो, जहाँ मेरो कोठा थियो त्यसकै नजिकमा एउटा घरबेटी थियो, एकदमै पूजापाठ गर्ने बाहुनको छोरी हो
ब्राह्मणको छोरी होला सायद। अनि त्यहाँ लगेर परमात्माले एउटा छाप्रो बनाउनु भयो अनि त्यहाँ पिञ्जडा बनाउनु भयो र परमात्माले भन्नुभयो छोरी एउटा खोलाको छेउमा पनि लिएर जानुभयो। अनि बालुवा सेतो थियो, त्यहाँ एउटा सानो छाताको डाँठ भाँचेर त्यो बालुवाको थुप्रोमा गाडिदिनु भयो अनि भन्नुभयो छोरी मुस्लिमको ज्ञान बालुवाको ढेर, हिन्दू मरेर डाइरेक्ट नर्क जान्छ, क्रिस्चियनहरू यही पिञ्जडामा अड्किन्छ भनेर परमात्माले हामीलाई त्यहाँ ज्ञान दिनुभयो र पिञ्जडामै क्रिस्चियनहरू अड्किए, हिन्दूहरू सिधै मरेर नर्क जान्छ, मुस्लिमको ज्ञान बालुवाको थुप्रो हो, हामीले यो साधना गर्नु हुँदैन भन्नुभयो। अनि हे परमात्मा तपाईँलाई कसैले पनि भगवान मान्दैन, मदिसे भन्छ, हेला गर्छ, घिँडा गर्छ, भनेको केही छैन छोरी गर्न देऊ भनेर उहाँले मलाई लिएर जानुभयो। अरू लाभ त अब परमात्मा गुरु सन्त रामपालजी महाराजलाई मैले भने धेरै पहिला मसँग धेरै उहाँले दर्शन दिनुहुन्थ्यो, धेरै मसँग कुरा गर्नुहुन्थ्यो। हे बन्दी छोड भनेपछि उहाँले आएर छोरी तिम्रो साथमा म छु भन्नुहुन्थ्यो। मे परमात्मा भन्थेँ छोरी तिमी लालची छौ, लालच छोड भन्नुहुन्थ्यो। उहाँ जतिखेर मैले पुकार्थेँ त्यतिखेर नै आउनुहुन्थ्यो, जतिखेर मैले सम्झिन्थेँ त्यतिखेर नै आउनुहुन्थ्यो। जे सोधे पनि भोलि मेरो हस्पिटलमा ड्युटी थियो साउदी अरबको हस्पिटलमा। अनि हे परमात्मा यो भोलि कसरी यस्तो समस्या कि केही यस्तो के गर्ने भन्दा छोरी भोलि तिमीलाई यस्तो यस्तो घटना हुन्छ, तिमी होस गरेर सुरक्षित साथ बस्नु भनेर उहाँले बताउनुहुन्थ्यो। अनि पछि पनि उहाँले धेरै जति जे सोधे पनि उहाँले बताउनुहुन्थ्यो, जे सोधे पनि बताउनुहुन्थ्यो। अनि मैले भने हे भगवान् मेरो आमा बुढी हुनुहुन्छ, मेरो बुवा त अब भूत भइसक्नु भयो, के गर्ने परमात्मा, आमाले हिन्दी पनि बुझ्नुहुन्न, नेपाली पनि बुझ्नुहुन्न, पढ्न पनि आउँदैन, कसरी सम्झाउने, बन्दी छोड भनेको। सन्त रामपालजी महाराज गुरुले भन्नुभयो छोरी तिम्रो बुवा पापी थियो, उसलाई म भन्न सक्दिनँ, तिम्रो आमालाई म इन्डियाको गरिबको घरमा जन्म दिन्छु भनेर उहाँले एउटा गरिबको घरमा कालो कालो वर्ण भएको खरको झुप्रो थियो अनि सानो कुलो बगिरहेको थियो त्यहाँ। अनि मेरो आमाको जन्म देखाइदिनु भयो, भेटाइदिनु भयो परमात्माले। पहिला चाहिँ म धेरै बिमारी हुन्थेँ, धेरै तान्त्रिककोमा जान्थेँ, धेरै झारफुक गर्थेँ, धेरै धामी झाँक्री लाउँथेँ। त्यतिखेर जब म धामी झाँक्रीकोमा जान्थेँ त्यो धामी झाँक्रीले मेरो शरीरमा मेरो चेहरामा राम्ररी पनि कहिले पनि हेर्दैन थियो। ऊ जब मेरो म त्यहाँ चाहिँ उनीहरूलाई देखाउन हेराउन मेरो रोग निको पार्न भनेर जान्थेँ, उनीहरू आफै कामेर मेरो निधारमा र आँखामा हेरेर उठ्थ्यो। मलाई कहिले पनि राम्ररी उनीहरूले झारफुक गरेर निको पार्ने कोसिस गर्दैन थियो। त्यस्तो के थियो ममा त्यो त थाहा भएन। जब परमात्मा सन्त रामपालजी महाराजको चाहिँ भक्ति साधना गरेपछि चाहिँ आफसे आफ त्यो सर्प निक्लेर गयो। त्यसपछि चाहिँ अरू अन्य तन्त्र मन्त्र यो गाउँघरमा धामी झाँक्रीले चाहिँ धेरै बाधाहरू दिने, सुतिराखेको ठाउँमा तिमीलाई चलाउँछु भन्ने, डाइरेक्ट फेस्टमै आउने, आफ्नो रूपमै आउने, कहिले ठुलो एक अङ्गालोभरिको सर्प पठाइदिने, तँलाई म टोक्छु भन्ने, कहिले मेरो पितृ मरेको बुवा आउनुहुन्थ्यो मसँग जुझ्नुहुन्थ्यो। अनि मैले 2-3 चोटि नै मसँग लडाइँ गर्नुभयो उहाँले। अनि मैले सोधेँ किन बुवा तपाईँ मसँग यसरी लडाइँ गर्नुहुन्छ भनेको, म तिमीसँग लडाइँ गर्न मन थिएन, मलाई कसैले चलाउँछ, मलाई कसैले पठाउँछ, मानेन भने मलाई कुट्छ, त्यही कारणले आएको हुँ म भनेर भन्नुहुन्थ्यो। अनि अरू जुन मलाई बचपनमा लागेको भूत प्रेत त्यो मलाई उचाल्ने पछार्ने गर्ने प्रेतहरू थियो तिनीहरूले पनि मलाई बोलाउँथ्यो, त आइज फलान ठाउँमा तँलाई के गर्छु मैले, तँलाई त्यतिखेर मात्रै थाहा हुन्छ, त आइज भनेर उनीहरूले भन्थ्यो। अनि कसैले प्रेतहरू पठायो भने उनीहरूले मलाई बताउँथ्यो म यसरी आएको, ल आइज तैँले सक्छस् भनेर उनीहरू धेरै लड्थ्यो, धेरै जुत्थ्यो मसँग। बन्दी छोडको नाम लिने बित्तिकै उनीहरू एकदमै उछिटिएर कहाँ भाग्थ्यो। त्यस्तै एक दिन म एक्लै घरमा सुतिराखेको थिएँ। अनि एउटा त्यही गाउँमा एकदमै नराम्रो कुराहरू उनीहरूले चाहिँ खेलाउने लगाउने गर्ने व्यक्ति थियो। एक दिन मलाई वीर पठाइदियो। अनि फर्स्टमा म एक्लै सुतिरहेको थिएँ, 11 बजेको थियो रातिको, 2टा भूत पठायो केटी। अनि मलाई एकदमै तान्यो। मैले भने छोड्दै, मलाई किन तानेको भनेको। अनि उनीहरूले
धेरै तानेर कोसिस गरेँ, नसकेपछि अनि फेरि म टोलाएर निदाउन मात्रै लागेको थिएँ। मलाई वीर पठाइदियो। यति ठुलो वीर थियो कि यति ठुलो वीर थियो, उसले झ्याप्पै मेरो नारी समातेर तान्यो। अनि मैले सोधेँ तिमी को हौ भनेर भनेको, उसले भन्छ हुँ भन्छ। तिमी को हो, किन मलाई समातेको, छोडिदेऊ भनेको। ऊ बोल्दैन, सुँगुरको जस्तो कालो, एकदमै ठुलो विशाल थियो, अग्लो थियो, उसको शरीरभरि भुत्लै भुत्ला थियो। हुँ गर्यो। त्यसपछि मैले बन्दी छोड सद्गुरु रामपालजी महाराज की जय हो भनेर भने। ऊ भागेन। 3-4 चोटि मैले भनिसकेपछि मेरै घरको सिधा अर्को एउटा व्यक्ति छ, उसको टाउकोमा गएर टोकिदियो त्यो वीरले। त्यो घटनाबाट पनि, त्यो मृत्यु नै थियो सायद, त्यसबाट पनि परमात्माले मलाई सन्त रामपालजी महाराजले जोगाउनु भयो। कतिपय मानिसले सन्त रामपालजी महाराजजीलाई एक हिन्दू विरोधी सन्त भन्छन्। यस विषयमा हजुर के भन्नुहुन्छ? उहाँ हिन्दू विरोधी हुनुहुन्न। उहाँ त शास्त्र अनुसार भक्ति साधना गराउनुहुन्छ। उहाँले हामीलाई ब्रह्मा विष्णु शिवजीको सबै देवी देवताको मन्त्र कसरी जप्ने, कुन मन्त्र सत्य हो, कुन मन्त्र असत्य हो, कुन मन्त्र शास्त्र अनुकूल छ, कुन मन्त्र शास्त्र अनुकूल छैन, कुन भक्ति गरेर चाहिँ हामी पार होइन्छौँ, उहाँ सबै चाहिँ भक्ति शास्त्र अनुसार हामीलाई भक्ति गराएर, शास्त्र अनुसार हामीलाई उहाँले मन्त्र दिएर हामीलाई यो पाप र दुःख कष्टबाट छुटकारा गराउनुहुन्छ। यदि कोही भक्तात्माहरू सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा लिन चाहनुहुन्छ भने उहाँहरूले सन्त रामपालजी महाराजजीबाट मन्त्र दीक्षा कसरी लिन सक्नुहुन्छ त? सन्त रामपालजी महाराजजीसँग जोडिन चाहने भक्तजनहरूलाई अहिले विभिन्न टिभी च्यानलहरूमा सत्सङ्ग चलिराखेको हुन्छ र सत्सङ्ग मुनि एउटा पट्टी आउँछ। त्यो पट्टीमा चाहिँ उहाँ आश्रम, हाम्रो सन्त रामपालजी महाराजको शिष्यहरूको नम्बर हुन्छ। आश्रममा कल गर्नको लागि सम्पर्क नम्बर दिनुभएको हुन्छ र त्यो पट्टीमा नम्बर हेरेर कल गरेर परमात्मासँग जोडिन सक्नुहुन्छ। धन्यवाद दिदी। सत साहेब।